हेलो एभ्रिवान, गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई। वेलकम छ माई भिडियो। सबैजना आरामै हुनुहुन्छ होला। र म चाहिँ अब ड्युटी नै। अनि म तपाईँलाई एउटा फुल देखाउँछु। कस्तो फुल भन्दा यो चाहिँ मलाई चाहिँ साउनीले फुल यहाँ दिनुभएको थियो अनि यहाँ रोपेको छु। अब हेरौँ पछि कस्तो हुन्छ। मखमली अब दसैँ तिहार फेरि आउँदैछ। उहाँकोमा यस्तो कति धेरै छ, तर उहाँले चाहिँ यो चाहिँ कहाँ किनेर ल्याउनु भएको अरे। अनि मलाई फोन गरेर बोलाउनु भयो। अनि यो फुल त फुल मन पराउँछस्, यो रोप्ला भनेर दिनुभयो। अनि यसमा 3टा थियो यो गमला। अनि अब यसमा चाहिँ पछि मैले फुलहरू यहाँ रोप्छु। फुल छर्ने सोचमा छु साथीहरू। तपाईँले हेर्नु सक्नुहुनेछ फुल मलाई साउन्डले दिनुभएको फुल। अनि म चाहिँ जाँदैछु। अब आज चाहिँ अलिक ढिला हुन्छ अरे, साउनीले फोन गर्नुभएको थियो। अनि अलिक ढिला आइजस्, 7:15मा छ अरे भन्नुभएको थियो। अनि म चाहिँ तर अलिक अगाडि नै झरेँ। अगाडि पनि के भन्नु 13 भइसक्यो। एकछिन बाहिरको हावा खानालाई म चाहिँ अगाडि नै झरिसकेँ। अनि म चाहिँ अब यहाँ सूर्य यहाँ फ्याल्यो। मेरो एरिया तपाईँले देख्न सक्नुहुनेछ। मेरो घर कोरियामा बसुन्जेलको मेरो घर त्यो परको हो। अनि म चाहिँ माथिको फ्लोरमा बस्छु, 2nd फ्लोरमा। अनि त्यही नै हो साथीहरू। सबैजना आरामै हुनुहुन्छ होला। छुट्टी सकियो। अब छुट्टी सकियो। अब फेरि 1 हप्ता कुर्नुपर्ने हुन्छ छुट्टी आउनलाई। अनि छुट्टीमा बब्बाल रमाइलो हुन्छ फेरि। अब आजदेखि फेरि काम दनादन हान्नुपर्ने हुन्छ। 1 हप्ता कुर्नै पर्ने हुन्छ। त्यही भएर एकदमै फ्रेसमा छु म चाहिँ। अब 2 दिन छुट्टी मनाएर आज चाहिँ एकदमै जस्तो पनि गर्न सक्छु भन्ने हिम्मतका साथ म अब ड्युटी जाँदैछु साथीहरू। है त, बाई बाई।